ल भन्नुस् अब फेरि भन्नु भन्नु क्या अहिले भनेकै त्यही त स्वस्थ शरीर हुन्छ पसिना बगाउनु पर्छ उनलाई पसिना बनाउने तब बल्ल स्वास्थ्य ठिक हुन्छ हामी 83 वर्षको भइयो अझसम्म औषधि खाइयो छैन भन्नु 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 गर्दै पनि जानु भन्दै पनि गर्दिन अब आजकलका सबै बजार भन्छन् के भन्छन् कसो भन्छन् रोगाएर हात झमझमा भन्छन् के भन्छन् ए खै त 83 वर्ष पुगिसक्नुभयो अझै पनि कुटो कोदालो मजाले निर्धक्क निरोगीले अहिलेसम्म त औषधि खान पर्दैन पर्यो छैन नपरोस् पनि यहाँ यो चैतको घाममा आनन्द गम्छा पेरेर टोपी लाएर ढाका टोपी लाएर आनन्द गर्नुभएको छ अब अहिलेका मान्छेहरू मजाले खान्छन् 2-3 थाल खाए घङरङ सुते छ छैन थाहा छैन अनि स्वच्छ हावा बाहिर छ भित्र पंखामा बसेका छन् अब बाहिरको हावा खान्नन् अब भित्र पंखा यही भएर त हो रोगी हो नि हामीलाई एउटा रोग लाग्दैन हामी त सधैँभरि धरती माताकै सेवा गरिन्छ धरती माताले हामीलाई गर्छिन् हामीले तिनलाई गरिन्छ हैन र त्यही हो नि ल हेर्नुस् हाम्रो अर्ग्यानिक हामीले योभन्दा ठुलो बनाउँदैन हेर्नुस् अब यसमा भिटामिन कति छ के छ च्याप्पता धाराको पानीमा ट्याक्क धोइ पखाली गरेर यसलाई चाहिँ ताजा बनाएर पकाएर लोकल टमाटर सानो टमाटर खाएको ज्यान हो त्यसैमा लतक्क बनाएर कति मिठो हुन्छ